हेलो नमस्कार सबैलाई स्वागत छ मेरो च्यानलमा। म हो कसैको दाइ कसैको भाइ, नाम हो किरुबाई। एक दिन चाहिँ के अब एउटा गाउँमा चाहिँ अब एकजना मान्छेले चाहिँ अब भर्खर बिहा गरेको थियो रहेछ नि त क्या। अब भर्खर अब नयाँ बिहा गरेको थियो रहेछ अब होइन। अनि अब बिहा गरेको चाहिँ अब एक हप्ता जस्तो बादमा चाहिँ अब त्यो मान्छेले चाहिँ अब रम रक्सीहरू चाहिँ अब खानु थाल्यो अरे नि त कि अब। अनि अब त्यो मान्छेले चाहिँ अब सधैँ खानु थाल्यो अरे क्या अब रम रक्सी कि अब डेली बेसिसमा खानु थाल्यो अरे क्या। अब एक दिन होइन दुई दिन होइन सधैँ अब खाएकै छ अरे क्या। अन्त घरको मान्छेले पनि सम्झाएर कि नखान हौ त्यस्तो यो राम्रो कुरा होइन नखान भन्छ अरे हो। अन्त माने पो अब होइन अब खाने बानी त भएको अब होइन खानु थाले अब होइन। अन्त घरमा अब उसको अब प्यारो बुढीले पनि सम्झायो बुढा यस्तो नगर न हो यो खानु राम्रो होइन यसले बिगार गर्छ हो भनेर भनेर। अन्त बुढो भुत्रा मान्छ अब बुढाले अब खानु त सुरु गरेको त अब होइन। अन्त कहाँ मान्छ मान्दैन नि अब खानु त थालिसक्यो अब हो। अन्त खाएकै छ दिन डेली खाएकै मातेकै अब होइन डेली बेसी छ मातेकै छ अरे क्या अब। अनि अब त्यो बुढा चाहिँको चाहिँ अब राम्रो कुरा चाहिँ के रहेछ भनेको चाहिँ अब ऊ अब जति मातेर आए पनि के अब जतिसुकै खाएर आओस् होइन जतिसुकै अब मजाले खाएर आओस् रम रक्सी होइन। तर राम्रो कुरा चाहिँ उसको के रहेछ भन्दाखेरि चाहिँ अब उसको चाहिँ अब घरको पल्लोपट्टि चाहिँ अब सानो मन्दिर थियो रहेछ नि त कि। अन्त त्यहाँ चाहिँ अब गणेश भगवान्को अब सानोबाट चाहिँ मूर्ति थियो रहेछ अरे। अन्त अब उसलाई चाहिँ अब गणेश भगवान्माथि चाहिँ अब पुरा अब एकदम अब भक्ति के अब गणेश भगवान्लाई चाहिँ अब पुरा पूजा गर्ने थियो रहेछ नि त कि। अन्त जहिले पनि अब मातेर अब आए तापनि अब उसले चाहिँ अब गणेश भगवान्को चाहिँ पूजा गर्थ्यो अरे क्या अब जहिले पनि डेली बेसिसमा। अनि अब राम्रो कुरा चाहिँ अब त्यो थियो रहेछ नि त कि उसको चाहिँ। अन्त अब उसको चाहिँ अब जहिले पनि अब रुटिनै भयो अरे क्या। अब मातेर आयो गणेश भगवान्को पूजा गरे अब जहिले पनि मात्दै पूजा गर्दै अब डेली बेसिसमै अब उसको अब है अब डेलीको रुटिनै त्यही भइगयो अरे क्या अब मात्दै पूजा गर्दै क्या अब। अनि अब गाउँको मान्छेहरूले पनि याद गरिरहेको थियो अरे क्या अब उसले अब मात्दै पूजा गरेको चाहिँ होइन। अन्त त्यहाँ अब गाउँमा चाहिँ अब एकजना बुढोले पनि अब टक्क यसो अब याद गरिरहेको थियो अरे नि त कि। अन्त उसले चाहिँ अब सोच्यो भने त कि अब यो चाहिँ अब गणेश भगवान्को चाहिँ कतिको चाहिँ भक्त रहेछ भनेर चाहिँ अब होइन उसले चाहिँ अब त्यो अब सानो मन्दिरको चाहिँ है अब सानोबडे अब गणेश भगवान्को मूर्ति चाहिँ हटाएर चाहिँ अब शिवजी भगवान्को टक्कै मूर्ति राख्थ्यो अरे नि त कि। अनि अब शिवजी भगवान्को मूर्ति राखेकोदेखि चाहिँ भोलिपल्टदेखि पनि अब त्यो मान्छे चाहिँ अब मात्रै आएर चाहिँ अब मूर्तिकै पूजा गर्नु थाल्यो अरे क्या। अब त्यहाँ अब गणेश भगवान्को मूर्ति त छैन होइन शिवजीको मूर्ति छ अब होइन। अन्त त्यसकै अब 2-3 दिन बित्यो अरे अब त्यसरी नै अब पूजा गर्दै गयो अरे नि त कि। अनि अब त्यो 4 दिन बादमा चाहिँ अब त्यो मातेर आउने है पूजा गर्ने मान्छेले चाहिँ अब शिवजी भगवान्लाई चाहिँ अब भन्यो अरे नि त कि ओहो भगवान् 3-4 दिन भइसक्यो तपाईँको छोरा त देख्दैन नि त हौ भोलिदेखि तपाईँको छोरा पठाइदिनुहोस् ल भनेको नि त त्यसको बाजेको फेरि। यदि अब तपाईँहरूलाई मेरो भिडियो मन पर्यो भने अब यसो लाइक गर्ने कमेन्ट गर्ने सब्सक्राइब गर्ने है जसले सब्सक्राइब गर्नु भएको छैन त्यसलाई अब सब्सक्राइब गरिदिनुहोस् है। अब त्यति ठुलो कुरा केही छैन त्यो मुनिको त्यो सब्सक्राइब थिच्नु लागि क्या। त्यो टक्कै अब सब्सक्राइब लेखेको छ तर त्यसलाई थिच्नु मात्रै पर्ने क्या। बेसी कुरा केही गर्नु पर्दैन एकदम फ्री हो त्यो पनि अब थिच्नु मात्रै पर्ने बेसी कुरा केही गर्नु पर्दैन एक टच मात्रै टक्कै टच गऱ्यो बास भइगयो क्या अब त्यति मात्रै।